वेलकम टु माई सेकेन्ड भ्लग। आई होप म लगायत तपाईँहरूजना सबैजना सन्चै हुन्छ जस्तो लाग्छ। म चाहिँ मल बनाउने मल चाहिँ खोजी भइरहेको थियो हिजो अस्तितिर खोजी गरिरहेको थिएँ। मैले चाहिँ मल अब कसरी बनाइन्छ भन्ने चाहिँ मैले त्यसलाई देखाउँछु। मैले तपाईँहरूले चाहिँ हेरिदिनु होला कृपया। हेलो ल म चाहिँ देखाउँछु एकछिनमा। ल म जाँदैछु त्यहाँ सामान बनाउँदै हुन्छ मलको लागि। हेलो दिदीहरू हाई। तपाईँहरू यो के बनाउनु लाग्नु भएको हो? यो खासमा कसरी बनाउने हो? यो तपाईँहरूले यति धेरै बनाइसक्नु भएछ। यो कसरी बनाउनु भयो? यो के हालेर बनाउनु भएछ? यहाँ मैले अस्ति देखाउँछु भनेको थिएँ, यो अर्को भ्लगमा देखाउँछु भनेर चाहिँ मैले भनेको थिएँ। हजुर, अनि उता त्यो धानको पनि ल्याउनु भएछ, धान पनि ल्याउनु भएछ, धानको भुस पनि ल्याउनु भएछ उता त्यो। अनि ल ठिक छ। यहाँ यो चाहिँ यो खासमा यो चाहिँ यो के रहेछ? यो खासमा हजुर मिक्स गरेको। अब यसैमा घोलियो पुरै? पानी पनि घोल्नुपर्छ यसमा, मल पनि। अनि यो बनाइसकेपछि मल कहिले हुन्छ त? कहिलेसम्म कुहिन्छ? यो कहिले युज गर्ने हो? ए प्रयोगमा ल्याउने चाहिँ अब 1 हप्तापछि हुन्छ अरे। अब सामान चाहिँ बन्दैछ यहाँ। अब मल चाहिँ सामग्रीहरू सबै भइसकेछ यहाँ। अनि काठको धुलो पनि हाल्नु भएछ त्यहाँ, बन्दैछ। अब एकछिनपछि देखाउँछु तपाईँहरूलाई। यो भैँसीको मल पनि ल्याउनु भएछ यता दिदीले। भैँसीको मल पनि हाल्नु पर्ने छ यसमा चाहिँ। 5 केजी हाल्नुपर्छ सबै। यो अब आफूले जति बनाउन सकिन्छ त्यति नै होला सायद। अनि अब अर्ग्यानिक बन्दैछ यहाँ भित्र फेरि। यो खासमा यो अर्ग्यानिक भन्छ यो हामीले पनि खाना, यो खाद्यान्नहरू बाहिरदेखि हामीले किन्छौँ, त्यसमा केमिकल प्रयोग गरेको हुन्छ। त्यस्तै यो पनि गाईको मल पनि यो केमिकल प्रयोग गरे जस्तो भयो त। यो के हो खासमा? खासमा त्यही गाई भैँसीकै मल उसमा बोट बिरुवामा राखेको भए हुन्थ्यो। तर यो खासमा किरादेखि अलि मुक्त हुनको लागि चाहिँ यो प्रयोग गरेको रहेछ है बनाउने चाहिँ। अब यत्रो यहाँ हालिसक्नु भएछ, मलहरू सबै हालिसक्नु भएछ। हाम्रो दिदीसँग कुराकानी गर्छु। दिदी यो मल चाहिँ फर्सीमा राख्दाखेरि चाहिँ फर्सी कत्रो हुन्छ? चिचिन्डा चाहिँ कत्रो हुन्छ अरे? ल चिचिन्डा पनि ठुला हुन्छन् अरे, फर्सी पनि भनिसक्नु भयो यहाँ। मैले जानकारी दिइहाल्नु। 7 फिट लामो बोरी पनि हुन्छ। त्यत्रो भए त बाहिरदेखि किन्नै पर्दैन, बाहिरदेखि ल्याउनै पर्दैन। विदेशदेखि चीनदेखि पनि ल्याउनु पर्दैन। अब रुपैयाँदेखि पनि ल्याउनु पर्दैन, इन्डियादेखि। तर यहाँ नेपालमै अर्ग्यानिक बनिसकेको छ यहाँ गाईजहरू। यस्तो बन्छ, तपाईँहरू पनि यस्तै बनाउन सक्नुहुन्छ यहाँ भनिसक्नु भएछ दिदीहरूले। अनि त्यस्तै गरेर तपाईँहरू बनाउन सक्नुहुन्छ। सो
अनि उता को हुन्छ उतातिर चाहिँ उता साइली दिजु हुन्छ उता काइली उता राइली दिजु हुन्छ। अनि यो दिजु यो बेच्नको लागि राखेको बनाएको हो कि यो आफैको लागि हो यो? आफ्नो यो बुद्धि आफ्नो यो पावरको लागि आफैले यहाँ आफू शक्तिशाली भएर चाहिँ आफूले अर्ग्यानिक बनाउन सक्छु भनेर चाहिँ हिम्मत राखेर चाहिँ यहाँ दिदी बहिनीहरू मिलेर चाहिँ यहाँ बनाउनु भएको छ। मेहनत धेरै गर्नु भएको छ, मेहनतको फल पनि राम्रो लाग्नेछ भनिसक्नु भएको छ। धेरै परिश्रम चाहिँ धेरै छ यहाँ। एउटा भन्छ आकाशको फल आँखा तरी मर भने जस्तो त्यस्तो नहुनु पर्यो यहाँ, तर राम्रो हुनु पर्यो। मल चाहिँ के यस्तो बनाउनु भएको छ, फलेको पनि भलक देखाउँछौँ हामीले। यहाँ बन्दैछ, बनाउँदै हुन्छ, म चाहिँ बसिरहेको छु। गाइजहरू कति छ यहाँ चाहिँ ल गाइज। अब यो चाहिँ मल चाहिँ सबै मोसेर चाहिँ सबै सकिसकेको छ, यहाँ राख्नु भएछ दिदीहरूले। अब उहाँहरू ढोकिनुहुन्छ, यो हावा पस्न दिनुहुन्न यहाँ। गर्मीको सिजन पनि छ, यो अलि छिटै कुहिन्छ जस्तो लाग्छ मेबी। अब 10 दिनपछि यो मल चाहिँ अब हामीले प्रयोगमा ल्याउँछौँ होला होइन दिदीहरू? तपाईँहरूलाई यो मल यसरी बनाउने यो तपाईँहरूलाई यो टिप्स कसले दिएको हो? यो हजुर नेपाल आइपिएम पाठशाला कृषि तपाईँहरूले त्यसो भए सिपाही खेर जानु नदिने भनेर चाहिँ तपाईँहरूले आफैले गर्छु भनेर चाहिँ उहाँहरूले चाहिँ यहाँ चाहिँ यसरी बनाएर राख्नु भएछ। म तपाईँले अगाडि मैले देखाइसकेको छु, तपाईँले कृपया हेरिदिनु होला र माया दिनु होला, माया देखाइदिनु होला। तपाईँकै साथमा रहनेछु म एनी टाइम। हजुर। अनि तपाईँ के भन्न चाहनुहुन्छ कि अब सकिसक्यो, अब के भन्न चाहनुहुन्छ? हेरिदिनु होला, सेयर ल, धन्यवाद। अब दिदी तपाईँ के भन्न चाहनुहुन्छ यो च्यानललाई चाहिँ? तपाईँ ल थ्याङ्क यू तपाईँलाई पनि सबैलाई ल है ल। फेरि पनि मैले देखाउने छु, फेरि पनि तपाईँहरूलाई मैले देखाउँ, तपाईँहरूकै माझमा आउने छ नारायण जोशी। यो भ्लगमा चाहिँ तपाईँले हेरिदिनु होला। ल गाइस, त्यही नै हो। अब तपाईँहरूले हेरेर प्रतिक्रिया दिनु होला र माया दिनु होला। त्यस साथसाथै म पनि तपाईँहरूकै साथमा हिँड्नेछु, रहनेछु। नारायण जोशी भ्लगलाई चाहिँ सब्सक्राइब, सेयर, लाइक गरिदिनु होला भन्न चाहन्छु। म के भन्दै बिदा हुन्छु म। हस् त।